नमस्ते गाइज, म जेसन लिम्बू अनि आज चाहिँ हामी कामको सिलसिलामा इलाम सदरमुकामसम्मको यात्रामा आएका थियौँ र यसै क्रममा मैले छोटो मिठो सानो भिडियो हजुरहरू सामु प्रस्तुत गर्न गइरहेको छु। कृपया मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरेर साथ दिनु होला। म मिठा पलहरुका ती रमणीय तस्बिरहरू र भिडियोहरू हजुरहरू सामु प्रस्तुत गर्दछु। तपाईहरुले हेरेर साथ दिनु होला। थ्यांक यू। कहिले नेपाल उठ्नै पर्छ साथी, अब नेपाल उठ्नै पर्छ। छिन्ताङदेखि जनयुद्ध हुँदै जेनजीको आन्दोलनसम्म शहीदहरूको सपना अधुरो छ। अब हामीले पूरा गर्नै पर्छ। यसरी आगोको रागभित्रबाट नेपाल फेरि सास लिन्छ। नेताबाट होइन, युवाको मुटुको धड्कनबाट अधुरो परिवर्तनको क्रान्ति अब मात्र सुरु भएको छ। नरो न नानी, के गर्नु म? तिमीलाई खुवाउने दुधै आउँदैन? खै योपालिको चाडबाड भनौँ पनि यस्तै छ। खेत पनि बाँझै छ, अब आशा यही पानी पर्छ कि भन्ने हो। खै ए साइला पनि पाएछ। ए साइला साइला यता आउन हौ, गफ गरौँ। अब त सबै सकियो। आमा बाबा त धेरै वृद्ध छन्। एउटा भाको बुढेसकालको लाठी पनि भाँची गयो। अब सहारा पो कसले देला नि? धनीको सन्तान सहर र विदेश, गरिबको सन्तान भोग भोगे मर्दै। अनि यस्तो न्याय कस्तो हौ? यो व्यवस्था ठिक छैन। अब आवाज उठाऊ, नत्र हाम्रो सन्तानले हामीलाई धिक्कार्नेछन्। हो गाउँ गाउँबाट उठ्नुपर्छ। अब परिवर्तन चाहिन्छ। हाम्रो माग ठुलो छैन, भोग लागेको बेला पेट भरियोस् बस। राजा कहाँ हाम्रो कुरा पुग्ला र? राजा त दयालु छन् रे, उहाँले सुनिदिनु भयो भने त केही त होला नि है। भोगबाट क्रान्तिको आवाज निस्कियो। गाउँ गाउँमा एउटै स्वर गुन्ज्यो, हाम्रो आवाज काठमाडौँसम्म पुगोस्। केही दिनसम्म छिन्ताङमा यही कुरा चलिरह्यो। एक कान दुई कान हुँदै त्यो स्वर मैदान भर फैलियो र अन्ततः त्यो आवाज साँच्चै काठमाडौँ पुग्यो। गाउँलेहरू खुसी थिए, अब त हाम्रो कुरा सुन्ने भयो, हाम्रो दुःख बुझ्ने भयो भनेर। तर विडम्बना, त्यो सपना धेरै बेर टिकेन। केही दिन भित्रै प्रहरी र प्रशासनको टोली गाउँमा आइपुग्यो। अनि त्यो बाहिर निस्कि, सबैजना बाहिर निस्कि। लाइन ला। अब म कसरी यो काखको बच्चाले हुर्काऊ? के खुवाऊ यसलाई? यस्तो गरी नजानु न। यो सानीको भए यसो गरी नजानु न। म त एक्लै भए। अब कसरी पालियो बच्चालाई? भोलि पढाइको अन्तिम परीक्षा छ। म पास भयो भने आमा र बुवा खुसी हुनेछन्। बुवाले भन्नुभएको थियो, त पढ छोरा, हामी त खेत जोत्न सक्छौँ। आमाले पनि भनेकी थिइन्, एक दिन हाम्रो घरमा पनि रेडियो बस्नेछ। यो मेरो देश हो। म पढ्छु, ठुलो मान्छे बन्छु, यसैलाई राम्रो बनाउँछु। चौदह वर्षको बालक
हातमा किताब थियो, बन्दुक हो, सपना विद्यालयको घन्टी थियो, बन्दुकको गर्जन होइन। उसको अपराध पढ्ने चाहना, तर शासनले त्यस चाहनालाई गोलीसँगै च्याप्यो। त्यो गोलीले केवल एउटा बालक मारेन, त्यो गोलीले भविष्यको एक किताब च्यात्यो। त्यो गोलीले देशको बोली मारेको, त्यो गोलीले देशको बोली मारेको। किताब रगतमा भिजेको छ, तर तिम्रो अक्षर अझै तातो छ बाबु, उठ न। यसरी मलाई नछोड न बाबु। छोरा कस्तो देश हो यो, जहाँ किताब बोकेको बच्चा पनि राज्यको दुश्मन ठहरिन्छ। 14 वर्षे बालक, हातमा किताब थियो, बन्दुक होइन। आमाको खाँख रित्तो भयो, तर उसको सपना यो देशको आकाशमा बाँचिरहेछ। मेरो पेटमा अर्को जीवन पलाउँदैछ। के त्यो जीवन पनि तपाईहरुको गोलीले मार्ने हो? खतरा दियो त। मेरो के दोष हो? म केवल एक आमा हो, भविष्य जन्माउने आमा। तर तपाईहरु त मृत्यु। श्रीमाया राई, हाङखिमा साइले, गर्भमै भविष्य बोकेकी आमा, जसले मृत्यु साटेर जीवनको बिउ रोपिन्। उहाँको सास बन्द भयो, तर उहाँको मातृत्व अमर रह्यो। गैले नेपाल उठ्नै पर्छ साथी, अब नेपाल उठ्नै पर्छ। छिन्ताङदेखि जनयुद्ध हुँदै जेनजीको आन्दोलनसम्म शहीदहरूको सपना अधुरो छ। अब हामीले पूरा गर्नै पर्छ। यसरी आगोको राग भित्रबाट नेपाल फेरि सास लिन्छ। नेताबाट होइन, युवाको मुटुको धड्कनबाट अधुरो परिवर्तनको क्रान्ति अब मात्र सुरु भएको छ।